Hello guys, it's me Unlock. Welcome back to my YouTube channel. आज फेरि कति धेरै दिनमा फेरि भ्लग लिएर आइ भन्नु होला, पोस्ट फेरि गरिदिने, सधैँ लेट पोस्ट गर्छ भन्नु होला। के गर्ने अब कि त्यस्तै हुन्छ अनि त्यही भएर नि हुँदैन किन्छ नै भिडियो एडिट गर्न नि भ्याइँदैन अनि त्यही भएर नि हो ढिलो पोस्ट गर्ने। केही भएन तर ढिलो पोस्ट गरे पनि हजुरहरूले हेरिदिनु होला त्यति जाने। चलिए शुरू करते हैं। अब चाहिँ म नुहाइसकेँ, मेरो कपडा के भन्छ वासिङ मेसिनमा हालिसकेँ हुँ धुनलाई। अब म गाइजहरू रेडी हुन्छु, रेडी त हुन्छु तर के लाउने भनेर मैले सोचेको नि छैन हैन। अरे कहना क्या चाहते हो? सोचेको नि छैन हैन, त्यही भएर नि अलि म यहाँ कन्फ्युज भइरहेको छु कपडा। तर कपडा के छ फेरि फेभरेट कपडा हुन्छ नि आफ्नो, हो त फेभरेट कपडा नलाउन्जरी चाहिँ आफूलाई चाहिँ नहुने रहेछ। त्यही भएर पनि हो जाउनु मनपर्छ होइन, त्यही कपडा। त्यो कपडाले पनि भन्नु होला मलाई कति लाउँछस्, मलाई कति लाउँछस्, मलाई त फटालेरै छोड्ने भएछ, फाटे पनि लाउँछस् भनेको होला कि मलाई त्यतिसम्म भन्यो होला त्यो कपडाले। केही छैन, त्यही नै लाउने हो खासमा त। गाइजहरू म रेडी हुन्छु, म चेन्ज गर्छु ल। ल गाइजहरू मेरो मेकअप हेर्नुहोस्, म फेरि अलि राम्रोसँग बस्दैन, म यस्तै हो खाने बेला नि यस्तै गरेर खाने बेला नि यस्तै गरेर बस्छु, जहाँ पनि यस्तै। अब सजिलो हुन्छ नि त, अब दुब्लो भइयो, अब दुब्लो मान्छेलाई एकदम ह्याप्पी। अब मैले यो मेरो गिफ्टको जुत्ता हो, अब म लाउँदैछु, हेर्दै जानु म कस्तो देखिन्छु। मैले सेन्डल लाउन सकेन त्यही भएर मैले अब यो जुत्ता लाउँदै हो है। अहिले होइन हामी रेडी भइसक्यौँ, अब हामी निस्किन लाग्यो। गाइजहरू म निस्किसकेँ, हेर्न सक्नुहुन्छ मैले चाहिँ जुत्तै लगाएँ, उस चाहिँ लगाएन, सेन्डल चाहिँ लगाइनँ, काम देखेछु। मेरो गिफ्ट जुत्ता चाहिँ हेर्नु होला राम्रो हो, खुसी लाग्छ। अनि सबभन्दा याद चाहिँ सबभन्दा मेरो प्यारो मान्छेलाई छ, मैले चाहिँ सधैँ उसलाई सम्झिन्छु। अब मलाई बाडुल्की लाग्यो भने पनि अब मैले सुरुमा मैले घरलाई फोन गर्छु, घरमा मम्मी बाबालाई फोन गर्छु, मम्मी बाबाले पनि अब फोन गर्दाखेरि भएन भने चाहिँ उसलाई फोन गर्दा चाहिँ ठ्याक्क सन्चो हुन्छ, त्यो चाहिँ एकदम खुसी लाग्छ। एकदम आत्तिएको हुन्छु बाड्की लाएर चाहिँ, एकदम आत्तिएको हुन्छु। अहिले नि होइन कि एकदम धेरै बाड्की लाग्यो भने अनि फेरि फोन गरौँ अनि फेरि सम्झिन्छ, त्यस्तो नि हुने रहेछ गाइजहरू। मलाई चाहिँ सम्झिने मान्छे पनि छन् भन्ने चाहिँ छ ममा, अरू चाहिँ त्यस्तै हो। अब चाहिँ घरबाट हेर्नु गाइजहरू, घरबाट हेर्नु गाइजहरू। अब यहाँ साइकल निकाल्ने हो के अरे, अब यहाँ यस्तै हजुरलाई गाइजहरू। म चाहिँ मेरो लालबरीमा हिँडेँ, लालबरीमा परी बसेर अब जाँदै हुँ म, थ्याङ्क यू। अनि हामी चाहिँ 9 बजे हो स्टेसन पुग्ने, यहाँ अब 8:30 हुन लागिसक्यो। त्यो एउटी चुबडाको यहाँ आयो कि छैन हेर्नु, यति लेट गर्छ यो कुरा नगर्नु, के गरेर लेट गर्छ भन्ने पनि थाहा हुन्न, लेट चाहिँ गरेकै हुन्छ। ऊ आई लेट गर्ने मान्छे यही हो गाइजहरू, लेट गरेकै हुन्छ। मैले बिहान 6:30 बजे हो कि कति बजीतिर उठाइदिएको हो, अझसम्म भ्याइ छैन त्यसको सटर पटर। कति बजिसक्यो 8:30 हुन लागिसक्यो, अझसम्म भ्याइ छैन यसको सटर पटर भनेपछि बुझ्नु आफै गाइजहरू। ल गाइजहरू हाम्रो परीहरू भइने, त्यसको ब्ल्याक परी मेरो रेड परी हेर्न सक्नुहुन्छ। मौसम लास्ट राम्रो हो, बादल लागे हो, एकदम राम्रो हो। मेरो लाल परीले लाल परीवाला के गीत छ अरे, ए लाल परीवाला के गीत छ नि।
यहाँ हेर्न सक्नुहुन्छ हाम्रा ब्युटी ब्युटी क्युटी क्युटी हट भएर पट भएर हिँड्दै छन् सबैजनाहरू। सन्जु दिदी त भन्नै परेन। यता 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 यतातिर फर्किदिनु न यता। ओहायो गोजाइमासु यूट्यूब ने 50 बार बोल रहे हैं पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए हैं? अबे पढ़ाई लिखाई में ध्यान लगाओ, IAS बनो और देश को संभालो। YouTube subscribe sitte kudasai. Hai. Ayo. Ohayo. Genki desu ka? Genki desu ya. हेलो सबैलाई नमस्ते। यो रुम आज मैले ह्यान्डल गर्ने हो के योलाई हैन? सेन्से के छ विचार? योलाई मैले हेर्ने कि नाइ योलाई सबैलाई? नेपाली बुझ्नु छ र सेन्सेले? सेन्से स्टुडेन्ट कहाँ हो? नेपाली बुझ्नु छ र सेन्सेले? सेन्से स्टुडेन्ट कहाँ हो? आज हाम्रो के भन्छ जापानिजमा BBQ। नेपाली यानी BBQ नै भन्छन्। कहाँ? यानी BBQ नै भन्छन्। कहाँ बारबिक्यू भन्छ? कनिचुवा। भन्दै जाऊ के? हट भएर सम्झना सान। पट भएर कता हिँडेको आज 2 बोतल बियर खाइछ बिहान बिहान। यही छ टेन्सन भयो म कसम टाइटेनु। ए हामी आज कति बजे काम भएको थियो भन्दियो त? हाम्रो आज 4:30 बजे छुट्टी भएको थियो। यहाँ आउँदैसम्म लगभग 5 बज्यो। 5 बजे कति कति बज्यो त्यसपछि नयाँ स्यालेरी कति आयो? स्यालेरी त त्यही त पनि भुटाल भन्छ। 1.28 आछ। मैं क्या करूं फिर जॉब छोड़ दूं? आइसँग पनि हाम्रो मोटीसँग नि भेट भयो। म त भूत देख्छु त मैले देखिन। ल अहिले एडिट गरेपछि देखिन्छ। मैले देखिन के मलाई देखिन। आइसक्यो ओइ। ओइ आओ ल। हामीहरू एकबाट चढेर अब हिँड्न सकेनौँ। देख्न सक्नुहुन्छ कतिको हल्ला गरेछन् भन्ने। धेरै उरुस्ताइ गर्यो। ल ल गाइजहरू हामी सबै अब यहाँ जाँदै छौँ। हेर्न सक्नुहुन्छ हामी आफ्नो ठाउँमा पुगिसकेछौँ। हेर्न सक्नुहुन्छ यी केटाकेटीहरू यी आलुवालीलाई हेर्न सक्नुहुन्छ। यहाँ मेन त आलुवाली यता हेर्न आलुवाली हेर्न आलु हेर्न आलुको प्रचार गर्नु। दोरुमा तिमी साह्रै राम्री देखिन्छौ। गाइजहरू हामीहरू आइसकेछौँ। देख्न सक्नुहुन्छ कतिको हल्ला गर्छन्। हेर्न सक्नुहुन्छ लेग पिसहरू। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके 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 मैले त फर्स्ट टाइम आयुष्कालाई यस्तो रूपमा देख्दैछु। कसमले घरमा त म यस्तै हो नि। हामी जाँदै छौँ गाइजहरू हाम्रो ठेगानामा। हाम्रो बास्यो ल भन्दैछ बिर्स्यौ के ल बिर्स्यौ न भन यार। लाग्दैन लाग्दै लाग्दैन मलाई त। मेरो बोयफ्रेन्डको बाइक अरू कसैको माया लाग्दैन। मेरो माया नै छैन। मलाई मेरो बोयफ्रेन्डको बाइक अरू कसैको माया लाग्दैन। लाग्छ तिम्रो सम्झना आउँछ सम्झिन्छु। त्यही हो कामले धपरी भएर निन्द्रा मात्र लाग्छ। त्यही नेपाल गएर आयो जाम पनि भन्दैन। ल भन्दै मान्छे यस्तो धोकेबाज हुनुहुन्न के। तिमीलाई जाम भने पनि तिमी जान्थिनौ के। तिमी धोकेबाज हो के। म धोकेबाज होइन के।
अबे साले तभी मेरा माफ करना, गुस्से में इधर उधर निकल जाता हूँ। गाइजहरु हेर्न सक्नुहुन्छ यिनीहरु खन्जुवाहरु यति धेरै खान्छन्। ए मेन त हो 10 लाख रुपैयाँ हो। गाइजहरु यहाँ घाम भएर ढल्न लाएर बिहोस हुन लाएर अब घर जाँदैछौँ। घर रेस्ट गर्छौँ अनि त्यसपछि फेरि कहाँ जान्छौँ फेरि हेर्नु होला हाम्रो ब्लग। हाम्रो भलग यति छ कुरा नगर्नु। भिडियो बनाउँदा मेरो मेमोरी फुल हुन्छ। एउटा याद छ ए कुरा नगर्नु। यो झन् नमुनै हो फोटो खिच्न भनेपछि। गाइजहरु हामी जाँदैछौँ, हेर्न सक्नुहुन्छ ए चम्पा चमेली जे पनि हुन्छ हजुरमा त नेपाली। डाली डालीमा हो डाली डालीमा, डाली डालीमा हो डाली डालीमा। गाइजहरु हाम्रा दोस्लोगहरु यति छन् हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ घर जाँदैछौँ। ट्रेन नपाएर यहाँ कुरेर बसेको छौँ, तर चिन्ता छैन ए मलाई इन्डिया पर्ने ए मलाई जापान पर्ने ए मलाई। हेलो गाइजहरु हामी घर आइसक्यौँ। घर आएर अब हामी मुखसुख धोएर एकैछिन फ्रेस भयो। यति घाम छ यति पोलो म कालो भइसकेँ हेर्न सक्नुहुन्छ। म मुख धोएर म कालो भइसकेँ। अब हामीले भात रामेन अन्डा खाँदैछौँ अनि कोक अनि हजुरले ओभनबाट त्यो मासु लिएर आउनुहोस् न, मैले तताएको।